उत्पत्ति 35 अध्याय। त्यसपछि परमेश्वरले याकुबलाई भन्नुभयो, उठेर बेथेलमा जा र त्यहीँ बसोबास गर र तेरो दाजु एसावबाट तँ भाग्दाखेरि तँ कहाँ देखा पर्ने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बना। यसकारण याकुबले आफ्नो घराना र आफूसित भएका सबैलाई भने, तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्काइदेऊ र आफूलाई शुद्ध पारेर लुगाहरू फेर। तब हामी बेथेलमा जाउँ र मेरो दुःखको दिनमा मेरो पुकारा सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी म बनाउनेछु। यसकारण तिनीहरूले आफूसित भएका विदेशी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकुबलाई दिए र याकुबले शकेमको नजिकै भएको फलाटको रुखमुनि ती गाडिदिए। जब तिनीहरूले आफ्नो यात्रा सुरु गरे तब परमेश्वरको त्रास वरिपरिका सहरहरूमा फैलियो र कसैले पनि तिनीहरूलाई खेदेन। याकुब र तिनीसँग भएका सबैजना कनान देशमा भएको लुज सहरमा अर्थात् बेथेलमा आइपुगे। त्यहाँ तिनले एउटा वेदी बनाए। त्यस ठाउँको नाउँ तिनले एल बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्वरले आफैलाई त्यहाँ तिनी कहाँ प्रकट गर्नुभएको थियो। त्यहाँ रिबेकाकी धाई दबोरा मरी र त्यसलाई बेथेलनेरको फलाटको रुखमुनि तिनीहरूले गाडे। त्यसैले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे। याकुब पद्दन आरामबाट आएपछि परमेश्वर फेरि तिनी कहाँ देखा परेर तिनलाई आशिष दिनुभयो। परमेश्वरले तिनलाई भन्नुभयो, तेरो नाउँ त याकुब हो, तर अबदेखि उपरान्त तँलाई याकुब भनिने छैन, तेरो नाउँ इस्राएल हुनेछ। यसैले तिनको नाउँ इस्राएल भयो। परमेश्वरले तिनलाई भन्नुभयो, म सर्वशक्तिमान परमेश्वर हुँ। फल्दै फुल्दै जा र संख्यामा तेरो वृद्धि होस्। एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछन् र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्। अब्राहम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु र म त्यो देश तप्सी हुने तेरा सन्तानलाई दिनेछु। तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्वर उक्लिहाल्नुभयो। परमेश्वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकुबले ढुङ्गाको एउटा खामो खडा गरे अनि तिनले त्यसमा अर्घबलि चढाएर तेल खन्याए। परमेश्वरले तिनीसँग कुरा गर्नुभएको त्यस ठाउँको नाउँ याकुबले बेथेल राखे। तिनीहरू फेरि बेथेलबाट हिँडेर एप्रात पुग्न अझ केही बाँकी छँदै राहेललाई सुत्केरी व्यथा लाग्यो र तिनलाई ज्यादै पीडा भयो। तिनलाई अतिशय पीडा हुँदा सुडेनीले तिनलाई भनी, न डराउनुहोस्, किनकि तपाईको अर्को एकजना छोरो हुनेछ। तिनको प्राण जाने बेलामा किनभने तिनी मर्न लागिन्, तिनले त्यस बालकको नाउँ बेन-ओनी राखिन्, तर त्यसका बुबाले बालकको नाउँ बेन्यामिन राखे। यसरी राहेल मरिन् र एप्रात अर्थात् बेथलेहेम जाने बाटोमा तिनीहरूले तिनलाई गाडे। याकुबले तिनको चिहानमाथि एउटा खामो खडा गरे। यो राहेलका चिहानको खामो हो जो अहिलेसम्म पनि छँदैछ। इस्राएल अघि बढे र तिनले मिग्दल एदेरबाट पारिपट्टि आफ्नो पाल टाँगे। इस्राएल त्यस देशमा रहँदा रुबेन तिनकी भित्रिनी बिल्हासँग सुते र इस्राएलले यो कुरा सुने। याकुबका 12 जना छोराहरू थिए। लेया तर्फका छोराहरू जेठा रुबेन, त्यसपछि शिमियोन, लेवी, यहुदा, इस्साखार र जबुलुन। राहेल तर्फका छोराहरू योसेफ र बेन्यामिन। राहेलकी कमारी बिल्हा तर्फका छोराहरू दान र नप्ताली। लेयाकी कमारी जिल्पा तर्फका छोराहरू गाद र आसेर। पद्दन आराममा जन्मेका याकुबका छोराहरू यी नै हुन्। याकुब तिनका बुबा इसहाक कहाँ मम्रे अर्थात् किरेत अर्बामा आए, जो हेब्रोन हो, जहाँ अब्राहम र इसहाकले बसोबास गरेका थिए। इसहाकको जम्मा उमेर 180 वर्ष भएको थियो तब इसहाकको मृत्यु भयो। तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्ना पिता पुर्खाहरूसँग मिल्न गए अनि तिनका छोरा एसाव र याकुबले तिनलाई गाडे। हवस् त, उत्पत्ति 35 अध्यायको बाइबल वाचन समाप्त भएको छ। बाँकी यहाँहरूको सुझाव, सल्लाह र प्रतिक्रियाहरूलाई कमेन्ट गर्न नभुल्नुहोला। यदि तपाईले नेपाली बाइबल वाचन च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। धन्यवाद।